अहिले म आएको छु माथि सेरा खोला झोलुङ पुलमा। हाम्रो दाइहरू आउनुभएको छ, भाइ गुरुङ दाई, चक्रबहादुर तामाङ। त्यसरी लामिछानेमा आएको छौँ हामी। यसरी तिनवटा टेम्पो आएको छौँ। दाइले सफा गर्यो हुन्छ टेम्पोलाई। म त यस्तो छु है, गाडी कुद्दै छु है यहाँनिर, के गर्नु। दुई गरिब मान्छे त्यसरी हामी आएको छौँ। अब मान्छे पेसेन्जर ओह्रालेर अब पैसा हिसाब किताब गरेर यो पहाडी लामिछाने हो, यो पहाडी मोरङ जिल्ला हो, वाडी चाहिँ हाम्रो सुनसरी जिल्ला। यो सेरा खोला हो, यहाँको पानी हामी पिउँछौँ है। कसलाई 300 रुपियाँ कसलाई चाहिएको अरे? ए अनि पैसा लिएपछि राख्नुपर्छ नि त भाइ पनि, कस्तो हेर गल्ती त मेरो। जाने भन नि त। अनि अब पुरङदाले अब दुईजनाले भनेको फिक्स होला भन्ने सोचेँ मैले। अनि त यस्तो त्यो त कल्पना नि गरेको थिएन क्या, यति हो भनेर त। एकछिन गाडीहरू सफा गरेर अब हामी लाग्नु लागेको। पहाडी जाँदैछ एउटा टेम्पो, कता जाने हो ए। यो अब हामी यहाँ एकछिन गाडी पनि सेलिन्छ भनेर यसो अब यहाँ दोकाने दिदीहरूकोमा स्टिम लिनु आँटेको। यो खाएर जाने एकछिन गाडी पनि सेलिन्छ, धेरै उकालोमा धेरै तानेछ। यो हाम्रो दाजुहरूले आज दाजुको बर्थडे अरे, गुरुङ दाईको बर्थडे हो। बर्थडे मनाउन आएको यहाँ माथि। यस्तो खाना आएको, अब खाएर जाने अब अनि किन धेरै खर्च गर्दैन। अब यतिखेर अब गाडी पनि सेलिन्छ नि, जाने हामी। यो हाम्रो सिंहबारीमा शालिगहरू राख्नुभएको छ। श्रीमान स्वर्गीय भक्तबहादुर खड्का, श्रीमती स्वर्गीय कौशल्या देवी खड्का, स्वर्गीय गोविन्द खड्का, उहाँहरूको शालिग बनाएर राख्नुभएको छ। यो हाम्रो ठुङ्गाबारी हो है, कारण 5 ठुङ्गाबारी हो। शालिग निर्माण गरिदिनु भएको छ उहाँहरूको छोरा नाति पनातिहरूले। अब यहाँदेखि जान्छ। नमस्कार। नमस्कार, गुड मर्निङ। यो हाम्रो कारण 5 हो। यो हाम्रो डेन्जी पार्क पनि अब बिस्तारै यस्तो हुँदै यति बनाइसक्नु हो। यो धरान 5 हो। यो हाम्रो पहाडीहरूको चाहिँ धरान 15 बिचमा यो अदिर यो सेउती पुल हो। यतिको रेडी भइसक्यो डेन्जी पार्कको। अब धेरै काम सकिसकेको छ। काम धगडम हुँदैछ डेन्जी पार्कको। म आएको चाहिँ सेरा खोलामा। अहिले हाम्रो दाजुभाइले माछा मारेको नै यसरी मान्छे लिएर आएको सेरा खोला। यस्तो चाहिँ सेरा खोला उहाँहरूले यस माछा मार्यो हुनुहुन्छ। कति मार्नुभयो थाहा भएन। हाल्ने होइन यो त। कतिवटा मार्नुभयो माछा? ए म सेरा खोलामा आएको आज। सुनसान छ, मान्छे बिहा छैन। मास्टरले माथि बाख्राहरू तरुण गरेको है। यो भिरमा माथि भिरमा बाख्रा तरुण गरेका छन्।
सुनसान छ माथि जङ्गलहरू छन् सबै गर्नु बुझ्न खोला वरिपरि पाहाड छन् जङ्गलहरू छन् सुनसान पानी छ तेह्रखोला सुनसान छन् आफ्नै गतिशीलमा हिँडिरहेछन् हाम्रो तेह्रखोलाले धेरै मान्छेको प्रयास गरेको छ यो हाम्रो झोलुङ्गे पुलै तलबाट खिचेको तेह्रखोलाको पारी चाहिँ मोरङ जिल्ला हो वारी सुनसर जिल्ला हो यस्तो पाइपहरू खानेपानीको लागि लगाएको यस्तो छ यो है झोलुङ्गे पुल आज आएको छौँ आफ्नो मान्छेलाई लिएर सरी अहिले दिनको कति बज्यो 1:30 भयो हामी 11:30 बजे बाहिरतिर आएको माझ पनि घाम चाहिँ डर छ अहिले भर्खर पौडी खेलेर आएको त्यो पनि अहिले गरिब भयो पानीमा धेरै खेल्न बिरामी भने फेरि गाह्रो हुन्छ सो तल यो हाम्रो तेह्रखोला हो तेह्रखोलामा आएको छु यो दोकान छन् खाजा खाने ठाउँ हो चटपटी कोकहरू बियरहरू के पाउँछ माथि गाडी राखेको आज पनि धेरै गर्मी छ एकछिन नुहाएर शीतल भएको छु फेरि गर्मी सुरु भयो अहिले म पानमारातिर आएको छु यहाँ चेलीबेटीहरूले जग्गा हेर्ने अरे हाम्रो बजारको एउटा साउनी बहिनीले कि कसको लागि हो भर्खर आइपुगेको माथि यो डाँडा देखेको चाहिँ मोरङ जिल्ला हो यहाँले हामी उभिएको चाहिँ यो सुनसरी धरान हो यसरी जग्गा हेर्न आउँछौँ किन्ने चाहिँ को थाहा भएन त्यो चाहिँ पानमारा जग्गा हाम्रो पानमारा प्यारो पानमारा हाम्रो पानमारा धरान 6 पर्छ धरान उपमहानगरपालिकाको वार्ड नम्बर 6 हो यस्तो छ पानमाराको दृश्य त्यस्तो घरहरू बनिएको छ पानमारामा नि यो चाहिँ अलिक बाटो अलिक भित्र छ त्यो छ है हजुर अहिले म मेरो प्यारो साथी योगेश सम्बन्धसँग छु है उहाँ घरमा अलिकति बिरामी छ निको हुँदै हुनुहुन्छ अब छिटो निको होस् भने हामीले मङ्गलमय कामना गर्छौँ भगवान्सँग माथि दृश्य चाहिँ हाम्रो निशान डाँडा हो आज पानी परेर अलिकति मौसम राम्रो छ दुईवटा ठुलो पानी पर्यो यो चाहिँ हाम्रो देउराली हो धरान 5 यहाँ मेरो प्यारो साथी हुनुहुन्छ म अलिकति बिरामी हुन्छ र 6-7 महिना भयो गाडी पनि नकुदाएको यस्तो छ हामीले चाहिँ उहाँको साथलाई पर्खेको खै आइपुग्नु भएन कि कता तलतिर जानुभयो कि यस्तो खै गुड मर्निङ नमस्कार म अहिले सेराको टिरमा आएको छु यो चाहिँ हाम्रो एउटा गाडी रहेछ यो गाडीको टाइम पुगेर हो के भएर यो गरिसकेको रहेछ एक्सपायर भइसकेको रहेछ यहाँ चाहिँ आपको बोट पनि छ यहाँ सुँगुर फार्म पनि रहेछ यहाँ चाहिँ आज श्रमदान रहेछ पाइप तान्ने त्यो त कति मिटरको छ यहाँदेखि त यत्रो लामो रहेछ पाइप पनि काको टोल टिएलोको पालो तलसम्म छ यहाँ सुँगुर फार्म पनि गर्नुभएको छ यो ठिङ्गाबारीको सिरानै यो यस्तो छ
हजुर यस्तो सुँगुर फार्म रहेछ यहाँ डोलर सुँगुर साथीहरू दिनुहोस् न हजुर गरम छ हो म लिएर आउँछु ल अर्को हुन्छ सुँगुर फार्मको सबै सामानहरू रहेछ आज मलाई पनि जानुपर्ने एकजना छिमेकी बोजू बित्नु भएछ दसैँको जानुपर्ने माथि ओसोदेखि माथि कतिजना आउनुभएको छ ए आज कति तानी सक्नुहुन्छ यो टायर चाहिँ खाने छ हजुर टायरहरू यस्तो छ आजको मौसमहरू यो देख्नुभएको चाहिँ यो खोला चाहिँ सेरा खोला हो यहाँ चाहिँ यसरी पानी लानुभएको छ है कुलोहरू तल ठिङ्गाबारी साउने खैरेनी पानबाराको लागि यस्तो छ यो हाम्रो पारी चाहिँ हाम्रो मोरङ जिल्ला हो यो वारीदेखिको तेन्टु भएको ठाउँ चाहिँ सुनसरी जिल्ला हो आज चाहिँ हाम्रो यहाँ पाइप गाड्नुलाई श्रमदान हुँदैछ धेरै छ मान्छेहरू अब भर्खर कलेक्सन गऱ्यो होला तल जम्मा हुँदै होला यहाँ आएर खनेर पाइप गाड्न माथि मुहानबाट ल्याउनु आँट्छ पानीहरू अहिले हाम्रो 8 बज्नु लाग्यो यसो हरियाल चाहिँ हाम्रो धरान 5 अहिले म ठिङ्गाबारीमा आएको छु ठिङ्गाबारीमा बाँसहरू त धेरै छ बाँसहरूको बोटहरू यहाँ ठिङ्गाबारीमा भित्र जाँदाखेरि एउटा मन्दिर पनि स्थापना गर्नुभएको छ के मन्दिर हो हेर्ने जाउँ नजिकबाट श्री ठिङ्गा गणेश मन्दिर धरान 5 यो चाहिँ कति सालमा स्थापना भएको थाहा भएन फेरि मन्दिर स्थापना गर्नुभएको छ ठिङ्गाबारीमा यो ठिङ्गाबारी हो अहिले केही पनि छैन अब अझै रोप्नुहुन्छ होला है धानहरू पछि अलिक पछाडि हाम्रो ठिङ्गाबारी धरान 5 हो सरी ठिङ्गाबारी घुम्दै आएको छु म बासै अब म अझै लाग्नु आँटेको तल घरतिर आफ्नो ड्युटीतिर आज मेरो गाडी बिग्रेर मैले दाइलाई बोलाएको दाइले मेकानिक लिएर आउँदै हुन्छ बिहानदेखि बिग्रेको 1 घन्टामा आउँछु भन्थ्यो मेकानिक भाइले 3 घन्टा लाग्यो अब जरिवाना यो मेरो गाडीको उयो बिग्रेको छ र नि ब्रेक पाइप फुटेछ दिमाग खराब भयो आज कमाउने बेलामा बिग्रियो त्यस्तो भाइ भन उहाँ मेकानिक है यहाँ नम्बर 1 मेकानिक छ मामा ग्यारेजको हाम्रो भाइले काम सुरु गरे यहाँ मेरो गाडीको गाडी चाहिँ हाम्रो चाहिँ सुरक्षित यातायात प्रणाली दाइहरू एक आपसमा मिटिङ छलफल गर्दै हुन्छ किन के भयो के को लागि स्ट्यान्ड हाम्रो ए ठिक छ हुन्छ जस कोसिस गरे हुन्छ यही गएको कि अर्को गएको हेर्नु है यही गएको जस्तो लाग्यो यो कुहिएर गएको यो अनि गाडी किनेको त 1 वर्ष मात्रै हुन्छ जान्छ 1 वर्षमा ए हो र माटोलाई केले पखाल्नु त यो सामानहरू कति दाम पर्यो थाहा छैन होइन ल म त्यो लिएर ल दाइलाई म खुसी बनाइहाल्छु नि हाम्रो दाइलाई
उहाँले अब होइन गर्दै हुन्छ गाडी त प्रायः चलेर गर्नुपर्ने छ कामहरू कामहरू प्रायः ल्याएको छ गुरुङ दाइले त्यो काममै धेरै फोहोरहरू भएर खियाल आएर त्यो भएको चाहिँ यहाँ काम हुन्छ त्यस्तो छ हाम्रो गाडीको हालत सबै खोल्नुपर्छ भित्रको यो डबल पाइप हुन्छ यहाँ यस्तो डबलको हुँदैन हाम्रो ग्यारेज चाहिँ कान्छा घर यिनीहरू होइन यिनीहरू घर हो तर यहाँ काम गर्नुहुन्छ यहाँ काम गरेको कति भयो 3 वर्ष भयो 5-6 वर्ष भयो ए अहिले त नम्बर 1 छ त उसको भेटलाई पनि सिकाइदिन्छ काममा त मामा ग्यारेजको भाइ हो अहिले म मलामी आएको छु यहाँ तल गाडी बनाएर आएको हतार यहाँ हाम्रो चोकको लगान 5 याक्थुङ मार्गको हल्दानी बोजू बित्नु भएर आएको यस्तो चाहिँ मलामीको गाडी तल छ यसरी आएको अब यहाँ सक्ने बेला भएछ त्यसरी आएको चाहिँ मलामी माथि दृश्य छ काममा जानुपर्ने म पनि अब गाना पनि गाउँदैछ अहिले म माथि आउँछु यो कृषि धरान 13 मा आएको छु पशु सेवा कृषिमा आएको छु आज हाम्रो कुकुरहरूको सामूहिक निःशुल्क बन्द गर्न छ त्यसमा आएको छु छिमेकीहरू पनि ल्याउनु भएको छ कुकुरहरू त्यो भएर यहाँ हाम्रो छ भाइ छ कति बजी ल्याउनु भएको र भाइ 9 बजे अनि अहिले कति बज्यो 2 मैले त कति घन्टा लाग्दो रहेछ 5 घन्टा त्यसरी हामी आएको छौँ कुकुरहरूको निःशुल्क बन्द गर्नु छ यो नगरपालिकाको नगरपालिकाबाट गर्नुभएको त्यसो अब हाम्रो सक्यो अब हामी लाग्नु लागेको घरतिर अमरहाट घुइँचो छ मान्छेहरू धेरै कति बजी आएको कति बजी पालामा मान्छे रिसाउँदैछ मेरो पाला गयो उसको पाला गयो भनेर यो हाम्रो बस्यो केन्द्र है आजको दिन यसरी बित्यो